heck is this? They got a... Damn it. Nike. You're sharing, right? होइन म यो जाने ल काजु साथी ल्याउनु क्या म यो जाने पोइजन हो त्यो How are you? Time for bed now. Now here. खायो मिठो रहेछ Happy birthday Mommy Impostor Happy birthday to you. Welcome to 4 happy feet. हेलो एन्ड नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु हैन अहिले अब हल्का रुगा लगाइरहेछ अब जाडो महिना छ अब रुगा पनि लगाइरहेछ गाडी अफ गरिदिनु रुगा लगाइरहेछ हैन चिसो अनि वेलकम टु आवर न्यू भ्लग हैन फेरि अब धेरै पछि हामी भ्लगमा भेटिरहेछौँ नि त हैन धेरै पछि नि भएन हैन हो धेरै पछि नि भयो यहाँ अड्काउँछ है त म यहाँ अड्काएर बोल्ने ट्राई गर्छु अड्किन हौ ल अनि अब ल अब आजको भ्लग चाहिँ यस्तै नै हो बिरामी नै छौँ उतै भइहाल्यो अनि आज चाहिँ भ्लग चाहिँ के को बारेमा हुन्छ भन्दाखेरि चाहिँ माई बर्थडे होइन माई बर्थडे भ्लग हो यो चाहिँ होइन अनि अब भ्लगहरू मिलि नै रहेको थियो नमिल्या होइन मिलि नै रहेको थियो अब कता के त्यही त हो नि टाइम मिल्दैन होइन कोही बेला अल्छी लाग्छ अनि त्यही भएर पनि एडिटहरू गरेको थिएन तर अब बिस्तारै अब भ्लग फेरि अब जति बेला भ्याइन्छ त्यति बेलै गर्नुपर्छ होइन किनभने अब एउटा प्यासन हो हबी हो होइन त्यही भएर अब यो नि फुल टाइम जब त होइन नि त अनि त्यही हो अनि अब अहिले चाहिँ प्राय अब हामी जान लागेको चाहिँ वेनेसडे होइन उता विल्सन प्रोमतिर अनि यहाँबाट म रिमा स्वस्तिका अनि समीक्षा जान्छौँ उताबाट चाहिँ अनि दाइ दिदी भान्जा भान्जी अरू हुनुहुन्छ योभन्दा लास्ट इयरको बर्थडे भ्लग हेर्नुभएको थियो लास्ट इयरको बर्थडे भ्लग पनि सेम यस्तै थियो तर यो इयर चाहिँ हाम्रो 3 जना मान्छे एड हुनुहुन्छ होइन अब 3 जना मान्छे चाहिँ को एड हुनुहुन्छ भन्ने कुरा चाहिँ अब भ्लगमा हामी बिस्तारै देखाउँला होइन अनि अब उनीहरू चाहिँ एकछिन यहाँ सपिङ गर्दैछन् त्यही भएर म चाहिँ भ्लग स्टार्ट गरिदिइहालेको अहिले नै सो द्याट्स अलराइट अब उनीहरू आइसकेपछि चाहिँ पछाडिपट्टि छन् यही केही सामानहरू राख्दैछन् यहाँ अगाडि राख्दा नि हुन्छ यहाँ अगाडिपट्टि राख्दा नि हुन्छ क्या सामान अनि ल अब चाहिँ हामी यहाँबाट चाहिँ अब हामी हाम्रो जर्नी स्टार्ट गर्छौँ अनि सिधै उहाँ जान्छौँ 2 घन्टादेखि 3 घन्टा लाग्छ अरे अनि अब अहिले चाहिँ सबैजना बिरामी नै छौँ बेबी अब उसको आवाजले पनि थाहा पाइहाल्नु बिरामी नै छ नानी चाहिँ अलि त्यति बिरामी छैन होइन ऊ चाहिँ उसको अनुहार मात्रै ऊ चाहिँ बिरामी जस्तै हो तर ऊ चाहिँ बिरामी नै हुँदैन ऊ चाहिँ अनुहारै बिरामी जस्तो क्या ऊ चाहिँ ऊ चस्मा लगाएर आमा सो अफ क्विन हो क्या बहिनी चाहिँ ठिक छ अब चाहिँ हामी जोर्नी स्टार्ट गर्छौँ है त अब बिस्तारै टपअप दिँदै जाउँला है त Many hours later. लोकेसन आइसकेका छौँ होइन भएछ त्यो अनि हाम्रो आज र 2 नाइट स्टेको चाहिँ घर चाहिँ यही नै हो के चाहिँ Huh? Where? Inside? Yes. You brought the CD? What do you want to play? Yeah, go on, play then. अरे अझै दियोस् अब हल्का अब सामानहरू चाहिँ ओसार्ने कार्यक्रम भइ नै रहेछ धेरै ढिला आउनु भयो नि त तपाईँहरू अनि टाढा बाटो त्यही त यहाँ लाग्यो कि अघि भर्खरै हेर्नु न यहाँ कहाँ केसमा
ऊ यतापट्टि घर भने त्यतापट्टि लगाएर हालेको ब्याक गर्दाखेरि घट्ट पऱ्यो के गयो क्या पुरै यतापट्टि यो भागेको मैले रहेछ नि। ठ्याक्कै मिस भएको थियो अगाडि गएको थिएँ फेरि युज गरेर अनि यता हाल्यो एउटा दशा कट्यो अब त्यो पनि तलको त हो नि होइन नि तलको त होइन त्यो माथि गयो त्यो अँधेर त्यो माथि 12 सौ कि कहाँ छ यो त मुढा लडाएर राखेको रहेछ के अनि यस्तै उकालोमा चढाएँ अनि रोक्यो क्या मेरो त गाडी नै तानेन अनि पछाडि रिभर्स गर्दाखेरि त ठ्याक्कै ठोकिहाल्यो नि जस अब अघि यसरी सुरु भयो एउटा दशा सकियो अब एउटा दशा सकिने त 30 वर्षमा अब 31 वर्षमा अब हेरौँ होप इट्स गन बी नाइस त्यही भन्नु वाट एभर ह्यापन्स फर अ रिजन अब त्यही भन्ने हो अब अगाडि सर्ने हो के हो त सो द्याट्स हाउ द कन्डिसन इज हुनुपर्ने चाहिँ यस्तो थियो हुनुपर्ने चाहिँ यस्तो but what happened was like this is what it happened damn it अहिलेलाई यति नै छ भाइ हो जाउँ ल छैन अब त ल अब ठिक छ वाट एभर ह्यापन्स फर अ रिजन भन्दै अब अगाडि जाउँ अनि अब चाहिँ बिस्तारै हामी घरको टुर गराउँछौँ होइन टक्कै यो चाहिँ घरको टुर इन्ट्रान्स अनि यो चाहिँ अलिकति हाइटमै रहेछ घर त अब अहिले केही नदेखायो होला अनि अलिक अग्लै छ यो 2 स्टोरी हाउस यहाँबाट छिर्ने बित्तिकै चाहिँ ओके बङ्क बेड रहेछ यो चाहिँ फर्स्ट बेडरुम बङ्क बेड सुत्नलाई त बिन्दासै रहेछ अनि यो चाहिँ लिभिङ रुम र गेम रुम टेबल टेनिस यो गेम यहाँ अर्को गेम है बान्जे यतिखेर गेम हेर्नु भएको क्या यस्तो गेम पनि रहेछ यहाँ गेम पनि रहेछ है बान्जे हाउ आर यु लाइक द हाउस ये अरे यहाँ अर्को गेम रहेछ यो लिभिङ गिटार सितार पनि रहेछ नि त गिटार बजाउन आउनेलाई त सही हुने रहेछ तिमी गिटार पनि रहेछ यहाँ चाहिँ PS4 यहाँ त चुचु ट्रेन रेबेका सी दिस वान It's a game. Oh, that's a net. Don't worry, don't use too much. And over here they got a chessboard. Oh wow. Oh what the heck is this? It's a big chess. Oh my god, it's heavy. It is heavy. They got a basketball court as well there. Basketball court. Basketball court पनि रहेछ यहाँ पछि यो चाहिँ ब्याकयार्ड हो हैन अनि यो ब्याकयार्डमा चाहिँ त्यस्तै विधि केही नदेखायो होला Yeah, maybe tomorrow. We'll fix out tomorrow. It's a bit cold. अनि अब हामी भोलि अझै राम्रोसँग उज्यालोमा हेर्छौँ हैन उज्यालोमा Let's go in. It's too cold. Let's go. तपाईँ आउनुभन्दा ट्याक्क 5 मिनेट अगाडि आइपुग्यो तपाईँहरू कहाँ अगाडि भन्दैछ दिदीले त झन् पछि हुनुहुँदो रहेछ There's a guitar. Alright. Make sure you don't break it, yeah? Careful. You have to pay it again. Yeah, you're gonna pay for it. If you break it, you're gonna pay for it. Then माथि गएर माथि जाउँदा यो यहाँ नि अर्को नि बेडरुम रहेछ ल यहाँ अर्को एउटा बेडरुम 2 बेडरुम भइसक्यो अनि अब त हामी फेरि माथि चढ्दैछौँ होइन ल यो चाहिँ माथिको किचन र लिभिङ रुम
यो चाहिँ माथि हाम्रो किचन लिभिङ रुम ल अब हल्का किचनमा हल्का कामसाम हुँदैछ यता चाहिँ लन्ठु हाँसेछ त्यहाँ हामी मोमो त्यो जाडो महिनालाई औषधि म यस्तो अर्गनाइज मान्छेसँग आएर नि तिमी त्यस्तो सोच्ने बिर्सेला भनेर हामी घर बिर्सेौँला तर म बिर्सिँदैन लगाऊ यो चाहिँ टोइलेट छिटो गरौँ ल यहाँ अर्को बेडरुम बेडरुम त टन्न टन रहेछ नि त यो चाहिँ एट्याचवाला रहेछ है भने होइन पो रहेछ यो त ड्रवर पो रहेछ ल सिट एट्याचवाला भने त के यार यहाँ त बेड त यति धेरै छ कि खाट त जहाँ लडे नि हुने रहेछ कि एकको गडै बेड त लास्टै टन्ने कि यहाँ अर्को यहाँ पनि रहेछ अर्को ल मैले त देखाइ थिएन यो 5वटा 1 2 3 4 4वटा हो too many beds over here yeah too many beds here अनि यो 2 स्टोरीको बाहिर too many अनि यो चाहिँ यहाँ बाहिर nah it's not swimming pool here it's a balcony see that's the tennis basketball court there अनि यो चाहिँ भोलि बिहान त टक्क यहाँ बसेर हामी ब्रेकफास्ट गर्छौँ होइन अनि यहाँ छ त बार्बिक्यू मेसिन कहाँ छैन भने त कसले भने बार्बिक्यू मेसिन छैन भनेर त्यही त म भन्छु नि छ त भन्छु कि यो चाहिँ बार्बिक्यू मेसिन आज टक्क बार्बिक्यू हो यो वाला त सही छ हो यो वाला लास्ट टाइम हामीले युज गरेको ठाउँमा नि यस्तै थियो यो चाहिँ बवालवाला हो यो है ब्रेकफास्ट खानालाई हेर न सही हुन्छ भोलि अझ यहाँ घाम ताप्नलाई हजुर जाने नि भोलि त अब कहाँ जाने भोलि त बिहान उठेर जाने होला नि तलतिर कस्तो भइरहेछ त दिदी जाडो भयो ल अब चाहिँ हल्का फुल्का अब हामी हल्का फुल्का कार्यक्रम गर्छौँ यहाँ त अझ ऐना पनि रहेछ नि त यहाँ कति हो ऐना त इन्डक्सन पो हो त्यो उमाल्ने अब पोर बनाउनु हामी बिस्तारै बार्बिक्यूको लागि सामान रेडी गर्छौँ अगाडि चिया खाउँ अनि बिस्तारै बसेर सल्लाह गरौँला नि के हतार अब जे हुनु थियो भइसक्यो गइ पनि सक्यो होइन अब चिया खाउँ टक्क दिदीलाई त थाहै छैन होला अझ दिदीलाई त अत्तै पत्तै छैन मेरो त गाडी ठोक्या भनेर हो नि भर्खरै अहिले यहाँ भर्खरै भने उतापट्टि भनेर पार गरेको ब्याक गर्दाखेरि त्यहाँ यत्रो मुढा रहेछ मुढामा लाग्यो कि अनि बाटो डेन्जर लाग्यो नि तपाईँलाई अँध्यारो भएर होला हाम्रो त त्यही माथि हामी त समयमै आएको तपाईँहरूको त झन् गाडीको लाइट पनि त्यत्रो आउँछ त अनि हामी चाहिँ त्यस टाइममा आएछ ल ठिक छ ल ठिक छ अब यति नै चिया खाएपछि अनि फेरि हामी ब्याक टु भिडियो आउँछौँ है त हाम्रो दिदीको हातको मिठो चिया कति फोहोर गरे दिदी के हो कति धेरै फोहोर गरेको भने यो त के हो यो मेजरिङ कपले हालेछ त चियाले चिया त टेक्नोलोजी भन्दै त्यस्तै भएछ त यो त टेक्नोलोजी भएछ यो त
सेयर गर्नुपर्छ सेल ल्याएको हो कि क्या हो शेयर गर्नुपर्छ भनेको सेल हैन ए ल कुन चाहिँ चुज गर्ने भन अन्त कुन चाहिँ जाउँ होला त ल सेयर मैले त पाएँ सेयर गर्ने रे सेयर आउँदो रहेछ ल म्याक्सिमम शेयरिङमा कि पर्सनल वाला छिरो आज पिक गर्ने चाहिँ ल ल कुन चाहिँ दिने यो बाहिर निकाल्नु मिल्दैन मिल्छ बाहिर निकाल्नु बाहिर निकाल्नु त बक्सा मात्रै हो नि फेरि भाइको चोइस चाहिँ हुन्छ है भनेर हो के भाइले पालबाट हेरिसक्यो देख्दैन त्यो पालबाट हेर्दैबाट ल रोलर कम्पनी हाम्रो कम्पनी नानी भन यो कि यो शेयरिङ वाला ल छिटो गरौँ रोजिना भन कुन चाहिँ जाउँ त ल यो यो बेबी डाइरेक्ट उयो बाक्से ल गाई त्यो त सस्तो हो यता नि रोबिन कता गरे यो भाइ पनि यता म यो नाइकी ल होइन मलाई नि हलाउनु मिल्दैन छिटो कुन चाहिँ दिने भइहाल्यो नि नाइकी जाने ल नाइकी जाने नाइकी ल यो शेयरिङ है त ल खोल न त शेयरिङ के होइन म यो जाने ल काजु साथी ल्याउनु क्या म यो जाने अब यो चाहिँ सिधै कहिले थर्सडे खोल्ने म यो जाने ल यो जाने ल खोल तिम्रो अब काजु साथी शेयरिङ के भयो अब यहाँ जुत्ता छ मन भिड लाग्यो उल्टो भयो त नाइकी चाहिन्छ ल यहाँ यो चाहिँ सेयरिङ हो यहाँ यो जुत्ता शेयरिङ भयो यो त मेरो नै भइसक्यो नि हेर्न नपाइ यो त शेयर गर्न पाउँदैन भनेर के तर एकजनाले त पाउँछ नि यो सेयर गर्नलाई कहिले सेल हो सेल ल, सेल हो सेल त भन्दै थिएँ कि मैले ल ल चिया खा यति भयो चिया पाउँदा बित्तिकै मलाई त यो पनि राम्रो लाग्यो है ए दिदीको यो आइडिया ए आहा त आहा अर्को चाहिँ नाइकी है ल ओ दिदी नाइस छ त सेल त सेल ओ माय गॉड थ्यांक यू नगरे आनन्द भयो खानु यो भाइ सेयर नगर्ने हो नि त नि मलाई सेयर गरिदिनु त्यही भएर चुज राम्रो गर भनेको मैले नाइस है नाइस मलाई दिदियो धन्यवाद सेल धन्यवाद काडै गर हजुर त्यही भएर दिदीले किन भन्नुहुन्छ भन्छु नि यस्तो डब्बामा राख्छु दुईटा भनेको दिदीले पक्को बिरयानी मर्निङ काम नभएको थियो ओ गिफ्ट ए त्यसको जाने बेला खोजसको कि खोजसको कता खोजेसको जाने बेला खोजसको कि खोजसको त्यो त नाइस भयो होइन त्यही त चिया पाकेको छ त्यही त चिया पकाउनु बित्तिकै दिदीले भन्नुहुन्छ त्यही बनाऊ भनेको पर्दैन भन्यो फेरि यस्तो सोचेँ बिहान चामल हो म त अगाडि सेयर भनेको थिएँ नि खोल्नुभन्दा अगाडि नै त्यही नै सेयर त्यही भएर भनेको सेयर भनेर मैले सेयर भनेको तपाईँले सेयर भने म चाहिँ सेयर सुनिरहेको खै थिएँ पाएँ होइन मैले सेयरै भने चियासित भन्नु न राखेर सेयरै रहेछ त दु गाइस गेस होइन हाम्रो चाहिँ घरबाट बार्बिक्यू सेफ बोकेर लिएर आउँछौँ होइन यहाँ चाहिँ एयरबिएनबीले अफर गरेको बार्बिक्यू सेफ बाबरची इमा अलिअलि खान दिन्छ मलाई यो गरिदियो बाबा
ए मम्मी नमस्ते नमस्ते सन्चै हुनुहुन्छ यो अहिले भ्लगिङ टाइम चलिरहेको मम्मीलाई तपाईँ मसँग मात्र फोकस Right, you put phone was it? Not the phone. Really fat shot that I want to demon do. I don't want to do road up like you know that to my this. Did they have Louis? Did the file? Sorry, I'm sorry. You are? Sorry, sorry. Kai high and with Kyle and I still want to ask him. Sorry, what is that? What is this stick? Keep on it. See what it? Keep up. See if it's out of the get that one. Please. Look, you would be to you. However, I put up to the one. ल Poison. पोइजन गेम ल अब चाहिँ हामी त्यसले चाहिँ 5 चोटि उठबस गर्छ है त ल 5 चोटि उठबस ल है त ल सुरुमा ल तिमी त म पोइजन चुज ल सर्कल लाउनु पर्यो नि त सर्कल त तिमी हजुरहरुलाई थाहा छ नि हैन आधा आधा गरौँला भयो तिमी स्टार्ट गर तिमीले गर याद त छ नि हैन कुन चाहिँ पोइजन भनेर यो सेफ भन्नुपर्छ नि त हजुर सेफ अन्त खाएपछि होला नि त खाएपछि खाना नि मिल्यो अब खेल्न पाइयो नि त अहिले हैन खाइसक्यो खाएर त्यहाँ त अरु खाइसकेछु भने एउटा पोइजन भन्छ नि त त्यही त नि नखाइ हुन्छ कि साइडमा राख्न पाइयो ल हुन्छ पाइयो ल होइन ल लाइक खै पाउनु त भएन भएन देखाउनु त पोइजन हो ल ल दाइको पालो पोइजन देखाउनु कुन हो ल सेफ भन्यो के परेन तिम्रो पालो ठिक ए यहाँ भिडियोमा त गऱ्यो भने त खाइ नहुँदैछ मैले त्यहाँ नआएर के हो सेफ हो ए अघि त्यहाँ रियाक्सन हाल्नुपर्ने रहेछ नि पोइजन खाएको हो नि त नि पोइजन हो त्यो पोइजन हो अरे तपाईँ सक्यो हेलो हाउ आर यू टाइम फर बेड नाउ ल इसान नारिया Then why you are wearing a PJs? भित्र कहिले पाकेर हिँड्छ यार आज र चाहिँ ड्रमस्टिक चाहिँ पाकेर हिँड्छ नि त लाग्यो त्यो होइन त्यही हो हाम्रो यो मेडिनेसनदेखि लिएर सबै कुरा चाहिँ आज रोजिनाकै हो है लास्टै नै सबै किन हाँस्यो लन्ठु यो भाइ चाहिँ क्यामेराको अगाडि मात्र यसरी टङ लिएर आएको हो यो भाइलाई टङ समात्नै आउँदैन हो
छैन भएको मुला भगै त त्यसले कहिले मनी गर्छ मनी अब गएन। क्रेडिट सबै लिमै पारै पार्छ ल ल अब दाइको भालो ल दाइ चाहिँ यहाँ टङ कसरी समात्ने हो भनेर देखाउन आउनुभएको एकैछिनको लागि हो ल अब दाइले के पकाउँदै हुनुहुन्छ अब हामी भित्रतिर छौँ दाइलाई जिम्मा लगाएर हामी आइसकेका छौँ होइन यहाँ चाहिँ हल्का झगडा पर्ला जस्तो भयो झगडा नगरौँ न को झगडा गर्ने तपाईँ मोमोले मुखको पानी आयो नि मुख पानी आए खनाउँथे के गरेको अनि तिमी गाउँमुनि आउँछ मलाई पानीपुरी खुला राखेको वाट इज दिस भने पानीपुरी हालेर फोनमा हानेर यहाँ टाउकोमा उसलाई हेर न Did you? Stupid? Nice. Yummy. What are you eating? Chicken? That looks like a goat. You like chicken? You like lamb? You like corn? Corn? Corn. Corn is makai. Momo? I'm not asking you, princess. I'm not asking you, princess. अनि मासुले पाकेर त फेर त भनेको यो चाहिँ ड्रमस्टिक मात्रै चाहिँ रहेछ विङ चाहिँ पाकेको छ यहाँभित्र मोमो चाहिँ हाम्रो दिदीले बनाउनु भएको लास्टै घरबाट बनाएर यो उइसले पाकेन दादा रुबीले यार आधी मात्रै पकाएर ल्याएर यो सबै मोमो चाहिँ हाम्रो दिदीले हिजो बेलुकादेखि कामै नगएर बटारेर राख्नु भएको अरे राति नाइट ड्युटी गरेको मोमो नाइट ड्युटी गरेर अनि बटाउनु भएको होइन के यहाँ मोमो बनाउने नाइट ड्युटी ए अनि यस्तो यस्तो मेहनती हाम्रो दिदी समीक्षा उहाँ हो छपौँ छपौँ मिठो छ मोमो ल अब चाहिँ हामी खान थाल्छौँ अब धेरै दिन गऱ्यो अब खाउँ होला अब खाउँ खाउँ मोमो खाउँ ल ल्याउँ 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 मोमो ल्याउँ त यो चाहिँ भर्खर अन्ट्रे है अब यो चाहिँ अन्ट्रे त्यो ड्रिङ्क पनि ल्याउन हो खै हाम्रो छैन यो अब अहिले सुरु गर्ने ल अब हाम्रो मोमो लाग्छ हाम्रो भनेको भोलि घरै लाने हो कि भोलि घरै जाला जस्तो छ ए रेडी ए ल भाइ कम्पिटिसन गरौँ न मोमो खानामा किन हाँसेर लन्चु खायो मिठो रहेछ त्यत्रो कामै नगई पेटलेको मोमो मिठो भएन भने त हुनै पर्यो मिठो चटनी कसो चाहिन्छ भन्नु है चटनी नि तपाईँले नि बनाएर लिएर आएको कि के हो दिदी दिदी होइन चटनी त्यो सोध्यो नि त कोका कोला थोरै त पास गरौँ न म यता उता मम्मीलाई गाइस अन गरिसक्यो ओइ अन गर्छ दाइ यस्तो भन्यो ए अन गरे भ्याइसक्यो के भन्नु? अहिले म सिनेमेटिक गर्छु नजिक बस्यो के
ल ए तपाईँ लाग्छ पहिला मम्मीलाई ल भयो लाग्छ लाग्यो ल मम्मी है ह्यापी बर्थडे मम्मी इम्पोस्टर Happy birthday, dear imposter. Happy birthday to you. Hip hip. Hip hip. ल रोमु फुगर त्यो फुल पहिले गर्छ क्यान्डल निकालो रोमुले खाइ पनि सक्यो रोमु पछि रिमु खाऊ थ्याङ्क यू के भयो जाडो भयो हिटर भयो अनि 1 मिनट के दोस्त चलाउनु ल माथि माथि थ्याङ्क यू ए ल ल तिम्रो पानीले नछोड्ने ल मामालाई ह्यापी थ्याङ्क यू बर्थडे मामी ल ह्यापी बर्थडे के भन पुग्यो कुकुरी ल तपाईँ खाइदियो के खुवाइदिनुहुन्छ गाली नि खानु है मामा अनुहारमा चाहिँ नलाउँ होला त्यसरी Today you're not gonna sleep, looks like you're not gonna sleep. ल इङ्ग्लिसमै धम्की आइसक्यो हेलो नमस्ते सेवारो होइन हामी त लाइभमा पो छौँ त के हो यो कसको लाइभ हो ह्याप्पी बर्थडे मामा मामा नमस्ते नमस्ते मामा ए सब ल ल फेरि फेरि वन्स मो ए नडलाउँ के खाउँ ल सब पिपल भिडियो कलमा को हुनुहुन्छ सबै अनलाइन भेटाइदिनु नमस्ते नमस्ते अघि ग्रुपमा के छ अहिले हामी कुरा गर्न खोजिरहेको थियौँ हजुरसँग कुरै भएन ल जन्मदिनको शुभकामना हजुरलाई म त दाईको लागि हजुरले दाईको मम्मीलाई भन्नुभएको थियो के भने कि त्यसरी गम्मै खाइहाल्यो त एरे वान मोर टाइम अलराइट द्याट्स हाउ वी इट है दीपिका के खाना हो रेबिका This is how we Nepalese दिस इज हाउ वी पार्टी है ठ्याक्कै मुसी जस्तो ल बर्थडे बोय Oh yeah! ए सब ल छु म धन्यवाद यो चाहिँ मेरो भाग है हातैले हान्नु पर्ला जस्तो छैन केले हान्यो त छैन कि हान्ने कुरै छैन कि केले हान्ने बसेर चकल मारेर होइन यसरी भात हान्ने उसलाई चाहिँ चम्चा छ हामीलाई छैन हजुर मम्मी बाबा तिमी नआउने हाम्रो दिदीले केक डिस्ट्रिब्युट गर्दै हुनुहुन्छ मुस्नु भएको दिदी हातैले बनाउनु भएको दिदीले हातैले बनाउनु भएको दिदीले हातैले मायाले भाइको लागि केक बनाउनु भएको छ मुसेर दाइ यो भ्लग आएन है मलाई थ्याङ्क यू फर एभ्री वान होइन जो जसले भिडियो बनाइदिनु भयो जो जसले विस गरिदिनु भयो थ्याङ्क यू भेरी 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 मच थ्याङ्क यू भेरी 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 मच से समथिङ प्रिन्सेस ए हो ए केकहरू दल्यो होला के ल एनिवे थ्याङ्क यू ल अब यही नै हो बर्थडेको भ्लग होइन अब यो पछि हामी भोलि कहाँ कहाँ जान्छौँ भन्ने कुरा बिस्तारै टपअप गर्दै गर्छ यो चाहिँ फेरि हाम्रो पार्ट 2 मा आउँछ त्यसपछि फेरि हाम्रो पार्ट 3 पनि छ है बर्थडेको चाहिँ पार्ट 3 चाहिँ के हुन्छ नि पार्ट 2 चाहिँ हामी भोलि विल्सन क्रोमदेखि लिएर कहाँ कहाँ जान्छौँ होइन अनि पार्ट 3 चाहिँ
पार्ट 3 चाहिँ हामी फेरि रिटर्न हुँदाखेरि चाहिँ बिना दिदीहरूकोमा गएर खानासानाहरू खाने कुरा गर्छौँ होइन खानसाना खाएर अनि चाहिँ घर जान्छौँ अब आजको लागि चाहिँ यति नै अब भ्लग चाहिँ यतिमै इन गर्छौँ आज चाहिँ अनि अब नेक्स्ट टाइम चाहिँ नेक्स्ट भिडियो चाहिँ अब अभियसली हेर्नु होला होइन अनि until then thank you so much for watching see you in the next video bye bye say bye 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 subscribe, like, hit the bell button. Bye bye.